आम्बो हेलो नमस्ते तपाईले त मलाई चिनिहाल्नु भयो होला म त ईशान सुब्बा म तिनीहरु गरीबाट एक दिन खोला माछा पक्रिन गएको थिए हामी पुरा थियो हैन त्यहाँ यसो हेरेको त मुया पर भ्यागुता रहेछ यसो नि हैन भ्यागुता टपक्क टिपेर घर लैजाए पाल्नु त्यहाँबाट त्यसलाई अब मजाले स्याहार सुसार गरेर खानाहरु दिए अब त उयो डिसेम्बरको समय हैन पुरा जाडो हुन्छ त्यसलामा जाडो भयो हैन ओइ भ्यागुता तँ के लाउँछस् यस्तो जाडो भन्दै भन्दैन केही बोल्दैन ओइ के लाउँछस् भन्छु बोल्दैन मेरो बालु रिसले हातौते हेरेर यत्रो नङ्गीले प्र्याक देखाएको प्र्याक प्र्याक भने अघि भन्नु पर्दैन प्र्याक लाउँछु भनेर एक दिन चाहिँ एउटा हात नभएको चाहिँ मान्छे रहेछ अब उनीहरू टेन्सन एउटा हात छैन त्यो मर्नु गएछ यत्रो बडे पहाडबाट मर्नु गएछ मर्नु आँटेबाट यसो मुनि हेरेको त दुईटै हात नभएको मान्छे उहाँ नाच्दै रहेछ राम्रै लट्टेको गुड्डी रहेछ अरे नाच्दै रहेछ म मावि यसो घुमेर गएको थियो त्यो मान्छे पनि गयो घुमेर त्यहाँबाट सोध्यो मेरो हात एउटा छैन मलाई पनि टेन्सन हुन्छ म मर्नु गएको तिमी त अन्त दुईटै हात नभएको मान्छे यसो 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 गर्दै नाच्छौ त त्यहाँबाट उता मलाई भन्यो कहाँ नाचेको थियो यसो यसो गर्दै कहाँ नाचेको छ यहाँ डान्सी भाइलाई कस्तो भइसक्यो अब त अहिले लकडाउनको बेला एक दिन चाहिँ मरा काका दिउँसो खाना खाएर सुतेको थिएँ तत्तो सुत्दै नि रहेछु यसो आँखाले हेरेको त अगाडि त यमराजी रहेछ यमराजीले पनि भन्यो ओ ईशान तैँले अब कुखुराको जुनी पाउँछस् मैले भने हैन प्रभु मलाई मान्छेकै जुनी चाहिन्छ मान्छेकै उताबाट भने यमराजीले हैन अब तैँले कुखुराकै जुनी पाउँछस् उताबाट भने हुन्छ प्रभु हुन्छ त्यहाँ यमराजीले भने ओत्रा बस जा ओत्रा बस्नु बसे भनेर एउटा निकाले बल्ल एउटा अन्डा निकाले त्यहाँ यमराजीले फेरि ओत्रा बस भन्छ मेरो पालो बसे कनेर निकाल्दै हाले उताबाट त एक्कासी टपडाएछ यसो आँखा खोलेर हेरेको आमा रहेछ के पो भन्छ होला नि आफूले खाँदै सुत्दै अचम्म हक्नु थालिस् अहिले त अब लकडाउनको बेला स्कुल पनि बन्द छ घरमा के सिकिसके त्यसको स्कुल सिके भनौँ गुन्द्रुक डेक्ची लोथर्के गुन्द्रुकको भनौँ गचट्टकर कन्द्रा कुन्द्रुक गुन्द्रुक डेक्चीको डयकर कचाक पुचुक कचा एक बडाइकर डेक्ची लोथर्केको भनौँ एल्लो थोत्तो अर्के लोथर्के धन्यवाद